आज महिनाको अन्तिम शनिबार पसल जान नपर्ने भएको भएर सानो मिनी भ्लग बनाएको छु मैले। महिनाभरि थुप्रिएको काम सकेर आज चाहिँ हामी बाहिर निस्किने प्लानिङ गर्यौं। हाम्रो यात्रा चाहिँ चिसापानीसम्मको थियो। मेरो माइती चिसापानी भएको भएर मम्मीलाई भेटघाट गर्ने, बहिनीहरूसँग केही समय बिताउने भनेर चाहिँ हामी निस्क्यौं। जाने क्रममा बाटोमा चाहिँ सुतैया ताल पर्छ, एकदमै राम्रो लाग्यो, मनमोहक दृश्य छ। बाबु पनि एकदमै खुसी भए। सरको गीत, बाबुको गीत आएको छ, हामीले भिडियोमा पनि पोस्ट गरिसकेको छौं। एकदमै रमाइलो भयो। महिनामा बल्ल बल्ल एक दिन जस्तो टाइम मिल्ने, त्यो पनि घरमै ठिक्क जस्तो हुने नि त। आज चाहिँ समय मिलाएर थोरै भए पनि रिफ्रेश हुने भनेर चाहिँ नजिकै कता छ, सानो बच्चासँग टाढा हिँड्न नि गाह्रो, धन्न सरले क्यारी गर्छिन्छ र सजिलो भएको। त्यतिकैमा फोटो भिडियोहरू लिएर चाहिँ हामी मम्मीको घरतिर लाग्यौं। जाँदै गर्दा त्यहाँ चाहिँ एकदम मजाले आगोमा सेलरोटी बनिरहेको थियो। मेरो बहिनी चाहिँ एकदमै यो कुरामा चाहिँ माहिर हो। म त उसको अगाडि जेरो हो है। टाक्टो खान मन लागे पछाडि तयारी गरेर मजाले आगोमा मासु रोटी सबै तयारी गरेर जेरी पकाउने भनेर सबै रेडी गरेर चाहिँ हामीले आजको शनिबार यसरी स्पेशल बनाएर सबैजना भएर मिठो नमिठो जे जस्तो भए पनि सबैजनाले सेलिब्रेट गरेर चाहिँ हामी फेरि सानो नानुलाई अलि टाइममा लिएर आउनु पर्ने, फेरि चाहिँ हामी खानपिन गरेर फर्क्यौं घरतिर। आजको शनिबारलाई यसरी बाई बाई गरियो। भोलिबाट फेरि फसलमा